छोरी ज्वाइँको साथ लिएर पठाइदिनु भएर हामीले चाहिँ सम्झै भनेको थियौँ भन्दाखेरि हाम्रो केही सम्झीले त महादशैँमा छोरी ज्वाइँलाई पठाइदिनु भयो। पठाइँदाखेरि चाहिँ हामीले केही दिन सकिन्न। हामीले एउटा आश्रित दिएका छौँ, पैसा होस् छैको होस्, छोरा होस् छोरी होस्, छोरा भएर कर्म गर्ने आउनु, छोरी भएर धर्म गर्ने आउनु भएर हामीले आशीर्वाद दिएका छौँ। सावा भयो छोरी भयो रहेछ। हामीहरूलाई तपाईँहरूले केही गुन्यौ चोली नातिनीलाई दिँदाखेरि केही सम्झनाले सल्लाह गर्नुभयो। हामी त नातिनी पहिला कर्म त खोल्ने भयौँ। उहाँहरूको माउलाई पनि बोलाउनु पर्छ, हाम्रो नातिनीको माउली छ, माउलाई पनि बोलाउनु पर्छ भएर चाहिँ यहाँ सम्झेना छोरी ज्वाइँले सल्लाह गरेर हामीलाई बोलाउनु भयो। हामी आज आयौँ। आउँदाखेरि त केही आज हाम्रो नातिनीको पहिला कर्म पछिलाई बाधा पर्छ कि भनेर आज पहिला कर्म चलाइदिनु भयो। हामी आयौँ। आउँदाखेरि तपाईँहरूको चाहिँ केही पुर्खाको रीति रहेछ र रीतिरिवाज रहेछ। तपाईँहरूले हामीलाई यो सिट दिनुभयो। सिट दिँदाखेरि त हामी यो सिट लिने भयौँ। तर यो सिट त हामी लिन्छौँ। यो सिट लिनुभन्दा हामीले छोरीलाई आएर यो आशीर्वाद दिन्छौँ। एकदम यो चाहिएको हजुर हामीलाई त्यही हो। यो चाहिँ हामीले नातिको बुढाको केही छेत्री बाहुन कौचरी वर्तमान हामी राई किराँतको चाहिँ त्यही सेवरपासनी गुन्यौ चोली र यो गुन्यौ चोलीमा हामीलाई तपाईँहरूले बोलाउनु हामी आयौँ। आउँदाखेरि केही यो गुन्यौ चोली हामीले लिँदाखेरि पछि अझै पनि हामीलाई आशा छ नातिनी भएको ठाउँमा नाति पनि हुन्छ। हामीलाई आशा छ। यही साल पछाडि हामीले स्योरको पनि हामीले निम्तो पाउँ, हामी आउनु पाउँ। र यो विवाह छोरी हाम्रो छोरीको त छोरी, हाम्रो त नातिनी पछि कुटुम्बगत लगाइदिँदा ज्वाइँलाई दिँदा केही पछि हामीलाई पछि पनि यसो बोलाउँछ भएर हामीले चाहिँ यो आशीर्वाद हाम्रो छोरी ज्वाइँलाई जानुपर्ने होला। यहाँ ढोकभेट हुँदैछ होइन, ढोकभेट सके पछाडि बस्नु न एकछिन। अनि म ज्वाइँले पनि ढोकिदिनु सबैजना होइन हुन्छ। ढोकभेट हुँदैछ नि त एकछिन। सके पछाडि मात्रै सिरियल पो गर्नुपर्छ त। म त पुरानो सोचेर अरूलाई चाहिँ यहाँबाट सबैलाई रोजगार आमालाई गर्छु। पर्दैन नि पर्छ सबैजनालाई नमस्कार है। समय अलिक साथ दिइराखेको छैन, ढिलो भइसक्यो।
ढिलो छ अलिकति समयलाई बर्बाद गर्दै भनेर यहाँ पक्कै भने अब आशा छ आज 2081 मङ्सिर 27 गते 25 गते यो घर तपाईँको मात्रै नातिनी हो उहाँहरूको चाहिँ होइन कस्तो शुभ कार्यमा पाल्नुहुने सम्पूर्ण दुःख कष्ट गरेर पाल्नुहुने सम्पूर्ण नाताहरूलाई र मेरो पिता पुर्खाहरूलाई सबैजनालाई फेरि पनि म मुरी धन्यवाद फेरि पनि म सत्सङ्ग दण्डवत गर्छु र के गर्नु अब सम्झी हजुरहरू तपाईँ हाम्रो संसार बाँध्ने छोरीचेली नै हुन् र छोरीचेलीले गर्दाखेरि तपाईँ हाम्रो संसार आज अडिग छ र संसारको अनुसार फेरि तपाईँ हाम्रो समाज संस्कृति अति गौरव छ तर तपाईँ हाम्रो मौलिक संस्कार संस्कृति नै तपाईँ हामी जीवन्त र हाम्रो जेठा बहिनी दाजु बराजुहरूले हिजोदेखि थामिलिएको जसरी भए पनि अब हाम्रो किराँतहरूको मुख्य आफ्नो मौलिकता यसैले गर्दाखेरि यहाँले धेरै कष्ट गरेर अब पालिदिनु हो र पनि यहाँ सम्झिसम्म यहाँलाई भनेपछि तपाईँ हामी अस्वस्थ थियौँ अब हाम्रो गन्तव्य बटारी हलेसी नै हो अब हलेसीमा अब कतिखेर आयो कतिखेर गयो र कटारी अब कतिखेर नभए नआउने थियौँ अब त्यसमा त भेट त हाम्रो पक्कै भयो होला पक्कै भेट भयो होला तर हाम्रो हामी अपराधको फुटलले अस्वस्थ भएकोले गर्दाखेरि हामी अन्तर थियौँ तर आज चाहिँ अब कति नजिक भयौँ टाढा भयौँ र पनि अब भविष्यको लागि पनि अझै पुस्ता नपुस्ता यो नाता दिगो रहन्छ उज्यालो र जोसी भन्ने म यो पनि कामना गर्छु र अब के गर्नु हाम्रो सम्झीहरू यस्तै हो हजुरहरूको छोरी र ज्वाइँ मेरो छोरा र बुहारी ढङ्ग पनि छैन हाम्रो भन्नुहोस् है तपाईँको मात्र होइन हजुरहरू 12 पुस्ता मानि खाने यिनीहरूको अब ढङ्ग छैन झक्कै छन् रिसा छन् खास अलिकति मात्रै मन दुखाइदियो भने नराम्रो गरी छुल्लाक्छ अरे त्यसैले तपाईँहरूले अन्तरात्माबाटै फुलगाल नगरिदिनु होला आशीर्वाद पनि छ र फुलेको छन् हजुरहरू हिमाचली भएर नदी सिमबाट नदी भयो समुद्र भयो खुलिराखेको छ अझै पनि तपाईँहरूले अन्तरबाट आशीर्वाद दिनु भएको छ र फेरि पनि दिनु नै हुन्छ भन्ने आशा छ भन्दै अब मैले सम्झिदिएँ हजुरहरूको समयलाई एकछिन अनुभव गरिदिएँ